एउटा ठूलो सेतो परेवा हरियो फाँटको बीचमा बसेको थियो। त्यो फाँट खाली र सुनसान थियो, तर परेवा भने केही विशेष सोच्दै थियो। उसँग सानो आँपको बिरुवा थियो, आफ्नै पखेटाले टप्प हानेर ल्याएको बिउ, जुन उसले माटो खनाएर लगाएको थियो। हरेक बिहान ऊ त्यो बिरुवा नजिकै जान्थ्यो। माटोको भादोले पानी भर्ने काम पनि ऊ आफै गर्थ्यो। उसले कहिले धुलो पन्साउँथ्यो, कहिले फुङ्रोले सिँचाइ गर्थ्यो। ऊ बच्चा जस्तै माया गर्थ्यो त्यो बिरुवालाई। समय बित्दै गयो। त्यो सानो बिरुवा बिस्तारै बढ्दै गयो। केही वर्षपछि त्यही सानो बिरुवा अब ठूलो आँपको रुख बनिसकेको थियो। हरियालीमा लहरिएको त्यो रुखमा गुलियो र ठूलो आँप पाक्न थाले। परेवा खुसीले चिच्यायो, कति मिठो लाग्छ यो संसार जब आफ्नै मेहनतले फल फलाउँछ। रुखमा सयौं आँप लागे, पाके, हल्लिन थाले हावामा। परेवा दिनहुँ त्यहाँ जान्थ्यो, आँप हेर्थ्यो, केही टुक्रा खाथ्यो, केही अरू चराहरूलाई पनि खुवाउँथ्यो। सबैलाई साथ दिन मन पराउँथ्यो उसलाई। तर एक दिन जङ्गलबाट एउटा ठूलो भयानक जङ्गली हात्ती आयो। उसले आँपको रुख देख्यो र तुरुन्त त्यसलाई खाँदै, हल्लाउँदै, झार्दै अगाडि बढ्यो। जसरी मानिसहरू कहिलेकाहीँ अरूको सपना बुझ्दैनन्, त्यसरी नै त्यो हात्ती पनि निर्दयी थियो। रुख हल्लियो। सबै आँप भुइँमा खसे र केही बेरमै त्यो रुख झुक्न थाल्यो। टहाक टहाक हात्तीले गर्दा पुरै रुख तहसनहस भयो। जब सेतो परेवा आइपुग्यो, त्यो देखेर अक्क न बक्क भयो। उसले माया गरेर हुर्काएको रुख अब भाँचिएको थियो। फल थिएन, छाया थिएन, न त्यो हरियाली, न त्यो जीवनको स्वाद।